देखिए So hello guys, welcome back to my channel. Hey guys, नेपाली रेस्टुरेन्ट रहेछ नेपालको झन्डा हैन नेपालीले जापान खाएको छ है तेमा हरेक भाइ हो के पिछोरे हो यार त्यसमा गारा खा हर बले हर So guys, यहाँ चाहिँ नेपालमा यस्तै कामहरु धेरै काम छ है देखिए So hello guys, welcome back to my channel. So guys, आज हामी म र सेनपाई चाहिँ टक्क समुद्र घुम्न जाँदैछौँ हामी चाहिँ अहिले अब थाहा छैन अहिले भनौँला नि त के छ र हैन अहिले चाहिँ हामी पुरा यत्रो फ्याक्ट्री छ सो गाइज सो गाइज अहिले चाहिँ अब हामी एकैचोटि समुद्र पुगेपछि देखाउने समय त ल सो गाइज अहिले हामी लगभग समुद्र छेउमा आइपुगिसकेको छ सट्ट हेर्नु होला मा पुल कति लामो थियो है मा होला यता हेर्नुहोस् फ्याक्ट्री छ यहाँ चाहिँ है ल हामी चाहिँ यसरी म्याप हेर्दै होइन जान्छौँ गाइज अहिले चाहिँ हामी समुद्र छेउमा आइसक्यो यहाँ छ हाम्रो सेनपाई र यहाँ हेर्नुहोस् समुद्र क्या बवाल समुद्र यार त्यस हम त ठ्याक्कै इसोजु बीचमा आइपुगेका छौँ गाइस नाम चाहिँ इसोजु बीच रे बवाल छ नि कति हो क्या फ्याक्ट्री छ है समुद्र चाहिँ समुद्र फ्याक्ट्री जाउँ अगाडि अझै हामी त्यो छेउमा जान्छौँ अझै होइन टक्क जहाँ चाहिँ फिसिङ हानिरहेको छ र हामी छाल हेर्नुहोस् छाल यस्तो छाल आएको हेर्दै पौडी खेलौँ जस्तो मन लाग्यो त मलाई मुड खराब गरिदियो सेनपाई चाहिँ हाम्रो कमेडी छ है एउटा सेनपाईको खासियत अहिले म सुनाउँछु तपाईँहरूलाई एकछिनपछि है सो गाइज आज चाहिँ कस्तो पुरै तुसारो लागिरहेछ नत्र बबाल देख्थ्यो यहाँ चाहिँ फिसिङ गर्ने मान्छेहरू छ तुसारो सेनपाई मुलाले कहाँ ल्यायो आज समुद्र छेउमा केटा अनएक्सपेक्टेड हामी चाहिँ बिहान मर्निङ वाक गर्दै थियौँ कहाँ समुद्रमा आइपुगिसक्यो अहिले सेनपाई उहाँ चाहिँ उठिरहेको बल्ल चाहिँ बबाल देखेको है मा हेर्नु हल्का पारिलो घाम लाग्यो त्यो आगो बोलिरहेको कुन चाहिँ बारे त्यसमा होइन आगो बोलिरहेछ मा छैन अब चाहिँ भिडियो बनाइदिने तपाईँको त्यहाँ समुद्र छेउमा जाउँ नि त ऊ त्यहाँ तपाईँ हिँड्नु मात्र पानी आएको बनाइदिन्छु क्या सो गाइज अहिले चाहिँ बबाल समुद्र सबै खुल्ला भयो क्या अघि चाहिँ हामी बिहानै भएर होला सब उसो लागिरहेको थियो यहाँ सेनपाई यता हेर्नु ल हेलो भन्दैन एक तपाईँको एउटा खासियत बजाउनु नि त हाम्रो देउवा सरको नाति हो नाति डुप्लिकेट बोल्नु यता हेर्नु ल यता तपाईँको अब नेपालमा पनि मैले 5 जात लिएर आउँछु भनेर घोषणा गरिसकेँ यही बस्नु केबी लेखेँ कुरा मैले भने सो गाइज हाम्रो शेरबहादुरको नातिले चाहिँ फेरि एकचोटि डुप्लिकेट गर्नुहुन्छ सो एक सुनिदिनु होला है ल के फरक यता हेर्नु हेर समुद्र अलिक यस्तो विकासमा गर्छु नेपाल पछिको प्रधानमन्त्री भनेको पो भयो अहिले गएन फ्याक्ट्री
तर यो के फ्याक्ट्री मलाई थाहा छैन म अरू सर्जन गर्दैछु है बस खाएर बिगार्ने यही मान्छेहरू क्या ल के पिछोरे हो यार त्यसमा गारा खा अरे बले हैन समझ रहे हो के पिछोरले रे अरे बाबा तपाईँ नबोल्नुस् न तपाईँ के के कुरा गर्दै मेरो आर्टिस्ट नाम सो गाइज अति नै हँसाउँछ हाम्रो सेन्पाईले चाहिँ है एकचोटि कसलाई तपाईँ के भन्छ हैन तपाईँ मेरो कुरा सिरियस लिनु यही हेरेर मात्र क्या टक्क हेरेर मात्र मेरो कुरा सिरियस लिनु तपाईँ तो मुंह से सुपारी निकाल के बात कर रहे बाबा सो गाइज त्यही हो अब हामी चाहिँ फर्किन लागेको समुद्रबाट ल अब पारी जाने हो पानी डाँडा नजाने फर्किने हो केटा अब हामी भोक लागिसक्यो टक्क अब बाटोमा के हुन्छ देखाउनेछु सो गाइज यहाँ चाहिँ नेपालमा जस्तै काफल जिरे काफल छ है सो गाइज अहिले चाहिँ हामी आधी बाटो आइसक्यो र यहाँ चाहिँ हाम्रो नेपाली रेस्टुरेन्ट रहेछ नेपालको झन्डा होइन नेपालीले जापान खाएको छ है अहिले चाहिँ बन्द रहेछ अब हामी एकैचोटि भेट्नेछौँ जब चाहिँ हामी होस्टेल चाहिँ आइपुग्नु लागिसकेको छ र आजको भ्लग यहीँ टुङ्गाउन चाहन्छु होइन गाइज बाई बाई टाटा सी यू नेक्स्ट भ्लगमा भेटौँ